हेलो गाइज, के छ हालखबर? सन्चै आरामी हुनुहुन्छ? आज चाहिँ हामी यहाँ इकु उसमा खोलामा टक्क यहाँ कलबुरले बनाएको के भन्छ यसलाई गाइजहरू होइन, यहाँ चाहिँ टक्क हाट बजार लाग्दो रहेछ इकुमा, इकु खोलामा। अनि यहाँ एकजना स्थानीय व्यक्ति पनि हुनुहुन्छ होइन यार, एकदम मेला लाग्ने ठाउँ होइन। अब उता पल्लोपट्टि चाहिँ टक्क गाउँहरू पनि देखिरहेको छ। नेपाल हरियो वन, नेपालको धन। यहाँ चाहिँ शिवरात्रिमा ठुलो हाट बजार लाग्ने गर्दछ। यहाँ चाहिँ यो चाहिँ इकु खोला भइहाल्यो, उताबाट आएको अरुण खोला र इकु खोला मजुवा बिसीको यो दोभान हो। हेर्नुहोस् गाइजहरू, कति रमणीय छ होइन त। यहाँ चाहिँ अब शिवरात्रिमा मेला लाग्दैछ। आज चाहिँ हाम्रो मेन उद्देश्य भनेको चाहिँ यहाँ एकदम धार्मिक स्थल, एकदम पुरानो धार्मिक स्थल मन्दिरमा जाँदैछौँ हामीहरू। अनि हाम्रो एकजना स्थानीय व्यक्ति नै हुनुहुन्छ, उहाँसँग हामी जाँदैछौँ। नमस्कार हजुर। अनि हामी जाँदैछौँ। हजुर एकदम, हजुर के छ हालखबर? अनि गाउँघरतिर एकदम रमाइलो चहल पहल छ होइन त? अनि हामीहरू जाँदैछौँ गाइजहरू होइन, पर्खिनु होला, वेटिङ गर्नु होला। हेर्नुहोस् त कति रमणीय छ ठाउँ। टक्क बनमारा, यहाँ त एकदम गर्लफ्रेन्डहरू लिएर होइन बस्ने ठाउँ लायकको छ नि त। होइन हामीहरूलाई होइन नि त, यहाँ अब भर्खरका केटाकेटीहरूको लागि के 17-18 वर्षको लागि। हामी त अब बुढो भइयो नि त, हाम्रो त आफ्नै फ्यामिलीहरू छ, घर परिवार भएको मान्छेहरू पऱ्यौँ। बुझ्नु भएन हजुर? ल गाइजहरू, हामी चाहिँ जे होस् धार्मिक स्थलनिर पुग्दैछौँ। यो यहाँ चाहिँ गाइजहरू यहाँ पढेर हजुरहरूले पढ्न सक्नुहुन्छ। पनि धेरै शक्ति भएको ठाउँ रहेछ। जय भगवान्जी, सबै राम्रो। अब हामी जाँदैछौँ। ल भेनाजु, म अगाडि बोल्नुपर्छ। म रेकर्ड भइसकेको छ। एकछिन हुन्छ के हाल्ने हो? यसले दबाउने। यो एकदम धार्मिक स्थल, एकदम राम्रो ठाउँमा जाँदैछौँ गाइजहरू होइन। फलो मी। जाँदैछौँ हामी मन्दिरमा दर्शन गर्नलाई। हे भगवती माई, आयौँ हामी दर्शन गर्नलाई। यही पत्थर छ। यहाँ हवन स्थल पनि रहेछ। अनि टक्क लाएर यहाँ ठुला पूजापाठ हुँदाखेरि चाहिँ यहाँ टक गर्दो रहेछन्। दिव्य कथा अनुसार यो ढुङ्गा उठाएपछि के हुन्छ? राम्रो हुन्छ अरे। हो, जसले उठाउँछ त्यसलाई चाहिँ फलिफाप हुन्छ अरे। हो, ल हजुरले उठाउनु। ल, दिव्य कथा अनुसार यो एकदम प्राचीन ढुङ्गा हो। यसलाई जसले उठाउन सक्छ त्यसको भाग्य एकदम बलियो हुन्छ अरे। यो जसले सत्य हुन्छ, जसको एकदम हुन्छ, त्यसले मात्रै उठाउन सक्छ अरे। सकिनु पावर देखाइन्छ।
हो 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 हो। ल हजुर तपाईँले गरिल्नु भयो प्रगतिलाई धन्यवाद। उठाउनु 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 ए नउठाए हुन्न उठाउनु हो हो त्यस्तो भन्नुहुन्न त्यस्तो भन्नुहुन्न जुन मन्दिर भए पनि अनि यहाँ सब भगवान् एकदम धार्मिक एकदम सत्यका हुनु अरे। यहाँ चाहिँ त्रिशुल रहेछ। भोजपुर जिल्लाको ठाउँ पनि भनौँ न भोजपुर जिल्लाको मजुवाबेसी गाउँ गाउँपालिका कुन हो थाहा छैन। यहाँ रुद्राक्षका बोटहरू हेर्नुहोस्। ओहो यहाँ यो पैसाको बोटहरू सब रुद्राक्षका बोटहरू। पैसा नभन्नु हजुर रुद्राक्षहरू रुद्राक्ष। योगमाया शक्तिपीठ कोठी होम मण्डप 2050 साल चैत 5बाट सुरु भई 2051 वैशाख 8मा सम्पन्न गरिएको रहेछ। यो चाहिँ यज्ञ कोठी होम धेरै ठुलो छ यो पनि। जय 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 जय। ल तर मान्छेहरू सबै बसाइ सरेर सबै ठाउँ अब तल बजारतिर गयो होइन। तर यहाँ पुराना घरहरू एकदम जीर्ण अवस्थामा रहेछ। अनि यहाँ चाहिँ प्रतीक्षालय रहेछ। घरहरू अति राम्रो देखिने तर मान्छेहरूको बसोबासै रहेको रहेन रहेछ। अब चाहिँ हामीहरू त्यहाँ पर झुलिङ्गे पुलमा जाँदैछु। त्यहाँ पनि झुलिङ्गे पुल 2 थरीका रहेछ। यहाँ चाहिँ हामी बाँसगाडी हुँदै गइरहेछौँ होइन। अनि गाउँलेहरूले यहाँ टक्क एकदम गाउँले पारामा एकदम धान झाँटेर एकदम सुपोले उडाइराख्नु भएको छ। अब तराईतिर भइदिएको भए तोरीहरू अब पाकेर पुरै प्यालै भइरहेछ। तर पहाडतिर भने भर्खर धानसान काटेर गरिरहनु भएको छ क्या, उडाइराख्नु भएको छ। हामी चाहिँ एकदम लामो झुलिङ्गे पुलतिर जाँदैछौँ यहाँको लोकल बासिन्दासँग। अनि हामी चाहिँ आइयो एकदम हेर्नुहोस्। अब यो अरुण खोलाले छुट्याएको छ। यो भोजपुर हो भनेपछि यो खोलादेखि पल्लोपट्टि के हो अरे भनिदिनुहोस् त। हो ल हजुर हजुर ल फेरि भन्नुहोस् त। अब यहाँ चाहिँ पहिलाको ल भनिदिनुहोस् हजुर। यो रुद्राक्षको बोट हो होइन हजुर। रुद्राक्ष नै रुद्राक्ष क्या यहाँ त जताततै रुद्राक्ष है। ल देखाउनुहोस् त हजुर देखाउनुहोस्। कति मुखे रुद्राक्ष रहेछ हजुर यो? यो 5 मुखे रहेछ हेर्नुहोस् सर। 1 2 3 4 5 मुखे। ओहो ल 5 मुखे रुद्राक्ष। यहाँ त 2टा पुल रहेछ भोजपुर र सङ्घसभालाई जोड्ने होइन। अनि यो पुरानो चाहिँ भत्केर यो नयाँ बनाउनु भएको हो हजुरहरूले यो। अनि यो पुरानो चाहिँ के भएर खोलाले नै बगाएको हो क्या होइन यो? बड्डी आयो बाबै खाल्यो प्राण। ओहो शङ्खसभा पनि पहाडै रहेछ होइन त हजुर। अनि यो अरुण खोला पनि ओहो के माथि मन्किनु भयो यो मान्छे त सर्लकै लान्छ होला है हजुर यसले त। तर्न सकिन्छ कि नै यो? सकिन्न होइन। हेर्नुहोस् यहाँ पहिलाको पुरानो चाहिँ खोलाले एकदम बुढो भएर बगाएको रहेछ। उहाँ अब लोकल बासिन्दाले भन्नुभयो यो बड्डीको भनेर। अनि अहिले चाहिँ नयाँ यसलाई के भन्छ हजुर यसलाई यो नयाँलाई
बेसरी हल्लिया छ हजुर बिस्तारै हिँड्नुलाई हर्नै पारि सङ्घर्षतिर नक्कल पार्नु पर्दैन त्यसै हरे जान्छ अलिक नक्कल पार्नु परेन सन्जरले पत्याएनन् के अरे हामीहरू त्यहाँ कसियो त्यो काम गरेर त्यो लोकल तरिकाले काम गरेको देखाउनु न उतातिर देखिनन् सुन गरेर कहाँ छन् सन्जरीहरू ओ सन्जर देखियो बड्डा देखियो एकदम अर्ग्यानिक काम हो नि त त्यो भनेको अर्ग्यानिक हजुर यो बाटो हल्लिया छ पुलले त्यो एरियामा यार ल अर्नै यो होइन रबरको हजुर रबरको पाइप हो पानी आउँछ हजुर यसमा पानी होइन उता जङ्गलबाट यता गाउँमा ल्याएको हजुर 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 माथि घर रहेछ त कता हजुर टुप्पा यहाँबाट त देखिन्न हजुर भन्नुहुन्छ आँखाले त ए देखियो चोइट आउँदाखेरि देखिने रहेछ एउटा घर हजुर यो एकदम 50 करोडको क्यामेरा पानीमा फस्ला र बर्बाद होला फेरि है केही हुन्न हजुर गरै जान्छ बन्द गरेको छैन है मैत्रा त मैले बन्द गरेको छैन पोलो हजुर ढोकर नै जानुभयो हो मनले आँटेका चिताका सबै कुरा पुरा हुँदै जाउन् अनि राम्रो होस् यो सबै दुःख दर्दभरि सब धन्यवाद दुःख दर्दभरि यही अरुण खोलाले बगाएर लैजाओस् तलबाई लैजाओस् समुद्रमा होइन त्यो दुःख दर्दलाई भुलमुले आओस् होइन हजुर हजुर क्या कुरो गर्नुहुन्छ हजुर फोटो खिच्दैछु है अलि पेटभित्र तान्नु हल्का अझै एकदम च्याट्ट हो ल नयाँ पोज ल अब फोटो खिचेर भ्याएँ टक्क नेपाललाई त्यसै हरियो वन भनेर भनेको रहेन रहेछ के हेर्नुहोस् न स्विजरल्यान्डभन्दा कम छैन के बनैमा हितैको मायालाई राखे मनैमा सही यही हो पुल योभन्दा कहाँबाट देखिने हो र देखियो हामीसम्म लामो पुल मस्त पुलले छेक्दियो अझै होइन मस्त लामो क्यामेराले भेट्दैन अनि रमाइलो आइयो चातेरीमा टुलुलभ